हेलो नमस्ते वान पिक्स नेपालको युट्युब च्यानल फेसबुक पेज र टिकटक आइडीमा तपाईहरुलाई हार्दिक स्वागत छ। आजको भिडियोको बारेमा तपाईहरुले भिडियोको पोस्टर फ्रेम र टाइटल हेरेर थाहा पाइसक्नु भएको छ र तपाईहरुलाई ढिलो नगरेर ग्लोबल आइएमबी ब्याङ्कको इकम कार्ड अर्थात डलर कार्डमा डलर कसरी लोड गर्ने भन्ने बारेमा गइरहेको छु। आजको भिडियोको टपिक रहेको छ त्यो इकम कार्डमा कसरी ग्लोबल स्मार्ट प्लस एपबाट मोबाइल ब्याङ्किङबाट त्यो डलर कार्डमा कसरी लोड गर्ने भन्ने छ। अब धेरैले लोड गरिसक्नु होला, कसैले फर्स्ट टाइम युज गर्दै हुनुहुन्छ भने अब यसमा ग्लोबल स्मार्ट प्लसमा जानुला। यसमा गएर लगइन गर्नु होला। मेरो चाहिँ बायोमेट्रिक्सबाट लगइन छ। यो लगइन भयो। यसमा के त्यो आइपी ओपनिङको देखाइरहेछ। अब यसलाई क्रस गर्दिए। अब यसमा चाहिँ मेरो खासै धेरै ब्यालेन्स छैन, तपाईको चाहिँ ब्यालेन्स हुनुपर्ने छ। मलाई चाहिँ सर्टेन डलर अपडेट गरिदिन्छु। मेरो चाहिँ यहाँनिर चाहिँ ब्यालेन्स जम्मा 2000 रुपैयाँ मात्र छ। अब यसमा आइसकेपछि तपाईहरुले यहाँनिर तल देख्न सक्नुहुन्छ। अब रेकर्ड स्क्रिन कटिङ हुन्छ। यहाँनिर कार्ड्स भन्ने छ, यसमा आउनुला। तल यो कार्ड्समा आइसकेपछि अब तपाईहरुको कार्डहरु यहाँ देखाउने छ। म चाहिँ इकम कार्ड मात्र लेखेको छ, यहाँनिर इकम कार्ड भनेर लेखेको छ, अरु भिजा कार्डहरु अप्लाई गरेको छैन। त्यसपछि यहाँनिर त्यही आइसकेपछि तपाईको यहाँनिर एड मनी भन्ने एउटा प्लस अप्सन छ। कहिलेकाहीँ तपाईको कार्ड मिसयुज हुने अवस्था आयो भने यहाँ ब्लक गर्नु पनि सक्नुहुन्छ। म अहिले चाहिँ एड मनी गरिदिन्छु। एड मनी गरिसकेपछि यहाँ चाहिँ तपाईको कुन चाहिँ अकाउन्ट छ त्यो ग्लोबल आइएमबी को नर्मल अकाउन्ट सेभिङ अकाउन्टहरु हुन्छ। यसमा चाहिँ अरु छ भने जस्तै 2-3 अकाउन्ट छ भने यसमा चेन्ज गर्न सक्नुहुन्छ। मेरो चाहिँ एउटा मात्र छ प्राइमरी अकाउन्ट। अनि त्यहाँनिर चाहिँ तपाईहरुले हेर्न सक्नुहुन्छ अहिले $0 अवेलेबल भनेर दिएको छ मेरोमा। अब डलर छैन अनि यहाँनिर टाइप गर्ने हो। अनि अहिलेको चाहिँ यो एक्सचेन्ज रेट US 1 US यहाँनिर दिएको छ 1 USD = 147 नेप्लिज रुपीस भन्ने रहेको छ। म तपाईहरुलाई डेमोको लागि $10 मात्र लोड गरेर देखाइदिने छु र यसमा चाहिँ लोड चाहिँ जति पटक गरे पनि यसमा चाहिँ सर्भिस चार्ज काट्दैन भन्ने छ। अब हेरौं काट्छ कि काट्दैन। अब अहिले यहाँ 0 छ। मैले यहाँ चाहिँ यसो ट्याप गरेर ल $10 चाहिँ मैले टाइप गरिदिन्छु। मैले $10 चाहिँ मेरो इकम कार्डमा लोड गरिदिन्छु। अनि ट्रान्सफर्म फ्रम भन्छ हैन, यो ट्रान्सफर्म फ्रम कहाँबाट भन्ने हुन्छ। यो चाहिँ तपाईको यो प्राइमरी अकाउन्ट जुन चाहिँ सेभिङ अकाउन्ट हुन्छ त्यो अकाउन्ट भन्छ। यसमा चाहिँ मैले अकाउन्ट नम्बर चाहिँ हाइड राख्दिने छु। अब यो गरिसकेपछि तपाईले यहाँनिर तल चाहिँ लोड अमाउन्ट भन्ने छ। अब यसमा क्लिक गरेर लोड अमाउन्ट गर्न सक्नुहुन्छ। अब यसमा चाहिँ यहाँ देखाइरहेछ। अब यसमा कति छ एक्सचेन्ज रेट भन्छ USD डलर अनि USD 10 भन्छ हैन। यसमा चाहिँ नेपाली अब 10 * 1470 काट्ने भयो हैन। 147 भनेपछि अब फ्रम भनेर तपाईको अकाउन्ट डिटेलहरु यहाँ देखाउने छ। मेरो चाहिँ अकाउन्ट डिटेल चाहिँ हाइड राख्दिने छु। अब त्यसपछि यो हो कि होइन तपाई डिटेल कन्फर्म गरेर तलको चाहिँ तपाईको डलर कार्ड हुने छ। तर म चाहिँ यो कार्ड नम्बरहरु को अकाउन्ट चाहिँ डलर अकाउन्टलाई हाइड राख्दिने छु। यसमा पनि यो मेरो चाहिँ प्राइमरी अकाउन्टबाट यो डलर अकाउन्टमा त्यो लोड गर्न गइरहेको छु। अब त्यसपछि कन्फर्म भन्ने अप्सन छ, यसमा कन्फर्ममा थिच्दिनु होला। यसमा कन्फर्ममा थिच्ने बित्तिकै यहाँ चाहिँ पिन कोड राख्नु होला। म चाहिँ त्यो 4 अङ्कको पिन कोड राख्छु। यो चाहिँ हाइड राख्दिने छु। मेरो पिन कोड राखिसके यहाँनिर अब तपाईलाई चाहिँ यहाँ के भइसक्यो आइसक्यो हैन। अब डन गर्नुलाई यहाँ मेसेज पनि आइसक्यो। यसमा यो मेसेज ब्ल्याक देखाउँछ होला सायद। यो क्रेडिट कार्डमा को लागि भन्छ, यो के भनेर देखाएको छ हैन। कहाँ युज गर्न सक्छौ भन्ने मेसेज आइसकेको छ। डिपोजिटेड भन्छ हैन। अब यसलाई डन गर्दियौं। अघि चाहिँ हाम्रो चाहिँ यो डलर कार्डमा चाहिँ ब्यालेन्स 0 थियो। अब ब्याक गरेर हेरौं। यहाँनिर अब यहाँ आइकन बटनमा आउने बित्तिकै यहाँ चाहिँ ग्लोबल स्मार्ट सेभिङमा मेरो 580 मात्र बच्यो। मेरो चाहिँ यसमा चाहिँ यो नेपाली रुपैयाँ छ भने तलको इकम कार्ड USD भन्ने छ। यहाँनिर $10 आइसकेको छ। यसमा लोड भइसकेको छ। तपाईहरुले यहाँनिर तल यो अकाउन्ट्स लेखेको ठाउँमा आएर हेर्न पनि सक्नुहुन्छ। यसमा यसरी क्लिक गरेर हेर्नुभयो भने अब मैले हाइड राख्दै छु। माथि आँखामा चाहिँ यसरी ट्याग क्लिक गर्नुभयो भने यहाँनिर तपाईको कुन अकाउन्टमा कति छ भनेर देखाउने छ। यहाँ चाहिँ इकम डलर कार्ड भनेर यहाँ देखाएको छ। यसमा चाहिँ $10 छ। यसमा इन्ट्रेस्ट रेट 0 छ। अनि यहाँको तपाईको नर्मल सेभिङ यहाँनिर छ। यो नर्मल सेभिङमा चाहिँ यो इन्ट्रेस्ट रेट पनि यहाँ देखाइरहेछ। अब कति छ तपाईको अकाउन्टमा ब्यालेन्सहरु यसरी हेर्न सक्नुहुन्छ। अब डलरको चाहिँ इकम कार्ड USD भन्ने छ। यहाँनिर $10 यसरी देखाइरहेछ। यहाँ चाहिँ अकाउन्ट नम्बरहरु चाहिँ हाइड राख्दिने छु। अब यहाँ कार्ड्समा गएर यसमा ट्याप गरेर हेर्नुभयो भने पनि त्यहाँ अथवा एड मनी गर्नुभयो भने पनि यहाँ चाहिँ अवेलेबल भनेर $10 भनेर अहिले देखाएको छ। अघि $0 थियो, अहिले चाहिँ $10 भनेर देखाएको छ। यो इकम कार्डबाट अनलाइनमा खर्च गर्न मिल्ने ठाउँमा सबै ठाउँमा गर्न सक्नुहुन्छ। आजको भिडियोको बारेमा तपाईहरुलाई के कन्फ्युजन लाग्छ भने
यसै भिडियोको तलको कमेन्ट सेक्सनमा गएर कमेन्ट गर्न सक्नुहुन्छ।